ल नमस्कार है सबैजनालाई र सबैलाई स्वागत छ हाम्रो म्याथ क्लासमा। म्याथमा हामी गर्दैछौँ प्रॉफिट एन्ड लस, नाफा र नोक्सान भन्ने च्याप्टर। आज हामी के गर्दैछौँ त? आज हैन, हामी केही दिनदेखि पढ्दैछौँ र यसको अन्तिमतिर आइसकेका छौँ है हामी। ल हेरौँ त, र यो प्रॉफिट एन्ड लसमा हामीले पढ्दै गर्दा कतिसम्म पुग्यौ त? हामी गर्दै जाँदा कतिसम्म सकायो त? ल 43 सम्म सकायो है। हामीले के गर्यो त? 43 सम्म सकायो र आज हामी के गर्छौँ त? 44 बाट कन्टिन्यू गर्छौँ है। र सकेसम्म आज यो सकिन्छ जस्तो मलाई लागिरहेछ। त्यसपछि हामी के गर्छौँ त? 0 लेभलबाट पढ्दै हामी फेरि प्रॉफिट लस पढ्छौँ। तर यो यसो एउटा डेमो क्लासको लागि मात्रै यो प्रॉफिट लस सुरु गरिदिया हो। ल हेरौँ के छ। क्वेसन देखिया छ मजाले कि छैन? बोलौँ त। देखिया छ हैन? ल अब हामी यसलाई के गरौँ त? बिस्तारै बुझ्दै गर्दै जाउँ त। हेरौँ त के भनेको छ। एकजना मानिसले एउटा सर्ट र एउटा पोइन्ट क्रममा सुरु यति र यतिमा बेच्दा पोइन्ट बिक्रीमा 4% नोक्सान भएछ र दुवै सामान बिक्रीको समग्र नाफा 8% रहेछ भने सर्ट बिक्रीमा नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् भनेर भनेको छ। यो क्वेसन सजिलै हो, तर यसमा के गर्नुपर्छ त? अलि हामीले दिमाग लाउनु पर्छ है। ल पहिला बुझौँ के भन्न खोजेको हो भने एकजना मानिसले एउटा सर्ट र एउटा प्यान्टलाई क्रमशः यति यतिमा बेचेछ अरे। भन्न खोजेको एकजना मानिसले एउटा सर्टलाई 2208 मा बेचेको छ र प्यान्टलाई कतिमा बेचेको छ त? 2112 मा बेचेको छ। र यहाँ प्रश्नमा के भनेको छ भने पोइन्ट बिक्रीमा 4% नोक्सान भएछ। र त्यसपछि हेरौँ पोइन्ट बिक्रीमा, हेरौँ सुनौँ है, प्यान्टलाई बेच्दाखेरि 4% नोक्सान भएछ अरे र दुवै सामान बिक्रीको समग्र नाफा र प्यान्ट र सर्टलाई एकै ठाउँमा बेच्दाखेरि समग्रमा बेच्दाखेरि 8% के भएको रहेछ त? 8% के भएको रहेछ त? नाफा भएको रहेछ अरे। भने सर्ट बिक्रीमा नाफा वा नोक्सान कति रहेछ पत्ता लगाउनुहोस् भनेर हामीलाई भनेको छ। अब सुनौँ त, यसलाई बनाउनको लागि सेपरेटली हामीले हेर्दाखेरि हेरौँ त, हामीलाई प्यान्टको बेच्ने दाम दिएको छ त? भनौँ त, प्यान्टको बेच्ने दाम दिएको छ कि छैन? बोलौँ बोलौँ। दिएको छ। अलि बोलौँ न हौ साथीहरू, अलि बोल्ने गरौँ अनि पढ्न पढाउन मजा लाग्छ। अलि बोलौँ। छ भने छ भन्नु, छैन भने छैन भन्नुहोस्। थाहा छैन दिएको छ भने सर। दिएको छ होइन। प्यान्टको हेरौँ त, बिक्री मूल्य दिएको छ र प्यान्टको हेरौँ त, प्यान्ट बेच्दाखेरि 4% के भएको छ त? नोक्सान भएछ। हो, नोक्सान भएको छ भने हेरौँ त, प्यान्टको बिक्री मूल्य छ हो र प्यान्टमा नोक्सान भएको छ भने प्यान्टको हामी क्रय मूल्य निकाल्न सक्छौँ त? सक्छौँ सिपी। सक्छौँ। त्यसपछि हेरौँ त, हामीले समग्रमा हेर्दाखेरि सुनौँ त, समग्रमा हेर्दाखेरि समग्र दुवैको क्रय मूल्य, दुवैको बिक्री मूल्य हामीसँग भइहाल्छ नि। दुवैलाई जोड्यो भने दुवैको बिक्री मूल्य आउँछ। त्यसपछि हेरौँ त, समग्रमा 8% नाफा भएको रहेछ भने दुवैको हामी दुवैको बिक्री मूल्य छ र 8% नाफा भएको रहेछ भने हामी के निकाल्न सक्छौँ त? यहाँबाट दुवैको क्रय मूल्य निकाल्न सक्छौँ हो। त्यसपछि हेरौँ त, हामी अझै के गर्न सक्छौँ त?
अब हेरौँ त दुवैको क्रय मूल्य आयो भने हामीसँग पैन्टको क्रय मूल्य छ। दुवैको क्रय मूल्यबाट पैन्टको क्रय मूल्य घटायो भने पैन्टको सर्ट के सरको सर्टको क्रय मूल्य आउँछ आउँछ कि आउँदैन? आउँछ सर। हो। अब हेरौँ त सर्टको क्रय मूल्य आयो, सर्टको बिक्री मूल्य छ भने हामी यहाँबाट के निकाल्न सक्छौँ त? नाफा भएको छ भने सर्टमा नाफा प्रतिशत अथवा नोक्सान भएको छ भने नोक्सान प्रतिशत निकाल्न सक्छौँ कि सक्दैनौँ? ल हेरौँ। सक्छौँ। यसलाई अब गरेर हेरौँ। बोलेर त अलिअलि बुझ्नुभयो होला। अब गरेर हेरौँ त सोल्युसन। त्यसपछि के त यहाँ। अब हेरौँ त हामीलाई हेरौँ त एउटा सर्ट छ एउटा पैन्ट छ, दुवैको बिक्री मूल्य दिएको छ। हेरौँ त दुवैको बिक्री मूल्य दिएको छ र हेरौँ त यो 4% जुन छ नि पैन्ट बिक्रीमा नोक्सान भएको छ। त पैन्टको नोक्सान प्रतिशत पनि दिएको छ र पैन्टको बिक्री मूल्य पनि दिएको छ भने पैन्टको त सिपी निकाल्न सक्छौँ। त पहिला हामीले के को अवस्थामा हेरौँ त पैन्टको हेरौँ त पहिला हामी के को पैन्टको अवस्थामा हेरौँ। अब हेरौँ त पैन्टको अवस्थामा हेर्दाखेरि हामीसँग के छ त के छ हामीसँग कुन मूल्य दिएको छ पैन्टको त हेरौँ त पैन्टको बिक्री मूल्य भनेको के त एसपी हामीलाई दिएको छ। कति दिएको छ त रु कति छ त भनौँ त पैन्टलाई कतिमा बेचेको छ? हेरौँ पैन्टलाई 2112 2112 मा रु कति छ 2100 के त 12 छ। त्यसपछि हेरौँ त पैन्टमा के भएको छ त नोक्सान भएको छ। नोक्सान के त प्रतिशत भनेको लस पर्सेन्ट कति छ त 4%। हेरौँ त पैन्टमा हामीलाई के दिएको छ त नोक्सान प्रतिशत कति दिएको छ त 4% दिएको छ। हेरौँ त यो पैन्टको क्रय मूल्य हामी निकाल्न सक्छौँ कि सक्दैनौँ? देयरफोर के त क्रय मूल्य सिपी इक्वल टु फर्मुला के हुन्छ? घाटा भएको छ भने के हुन्छ त सिपी भनेको एसपी प्लस लस अमाउन्ट हुन्छ कि हुँदैन भनौँ त? त्यसपछि हेरौँ हामीसँग एसपी छ रु कति छ त 2112 लस अमाउन्ट छैन लस पर्सेन्ट छ त के भइहाल्छ लस पर्सेन्ट अफ सिपी। यहाँ सुनौँ त हामीसँग सिपी छ त छैन। यो सिपी निकाल्नको लागि यतापट्टि यसलाई सल्भ गर्नको लागि त सिपी चाहिन्छ। सिपी छैन भने हामीले के गर्नुपर्छ त इक्वेसन बनाउनु पर्छ। त ओर हेरौँ त सिपी इज इक्वल टु रु कति 12112 प्लस लस पर्सेन्ट कति छ 4/100 अफ के त सिपी। अब यसलाई सल्भ गरौँ त यो के भइहाल्छ 100 सिपी इक्वल टु के त 100 सिपी इक्वल टु कति भइहाल्छ 100 सिपी इक्वल टु कति भइहाल्छ रु कति 21120 प्लस के त 4 सिपी यति हुन्छ। अब सिपीलाई हामी एक साइड गरौँ त 100 सिपी माइनस कति त 4 सिपी इक्वल टु रु कति 21120 ओर भनौँ त यो कति भयो त 96 सिपी इक्वल टु रु हाम्रो 21120 त ओर हेरौँ त सिपी इज इक्वल टु रु कति 21120 बाई के त 96 हुन्छ। के भयो भनौँ त देयरफोर हेरौँ त सिपी इज इक्वल टु रु कति आयो त कति भयो त 2200 ठ्याक्कै 2200 हो। अब हेरौँ त यहाँ सुनौँ है पैन्टको अवस्थामा हामीले हेर्दाखेरि हेरौँ त पैन्टको अवस्थामा हेर्दाखेरि पैन्टको हामीलाई बिक्री मूल्य हेर्यो पैन्टमा नोक्सान प्रतिशत छ दुईटा कुरा छ भने हामी पैन्टको हामीले के गर्न सक्यौँ त हेरौँ त सिपी निकाल्न सक्यौँ। अब हेरौँ त सर्टको हेर्दाखेरि सर्टको बेच्ने दाम मात्रै छ। हेरौँ सर्टको बेच्ने दाम मात्रै छ
सर्टको बेचिने दाम मात्रै छ र प्रश्न अनुसार के त सर्टमा नाफा भएको छ भने नाफा प्रतिशत निकाल, घाटा भएको छ भने घाटा प्रतिशत निकाल भनेको छ। त हेरौँ त सर्टमा घाटा भएको छ कि नाफा भएको छ, त्यसको लागि हामीलाई सर्टको बेचिने दाम छ भने सर्टको किन्ने दाम हुनु पर्यो कि परेन? पर्यो। पर्यो। छ त यहाँ? छैन। हो, छैन भने अब हेरौँ त हामी यो 8% जुन दिएको छ नि, हेरौँ त यो 8% जुन दिएको छ नि, यो समग्रको प्रतिशत हो कि होइन? हो, समग्र दुईटै पेन्ट र सर्टको। हो। त हामी अब के को अवस्थामा हेरौँ? समग्रको अवस्थामा। समग्रको के त अवस्थामा। अब हेरौँ त समग्रको अवस्थामा हेर्दाखेरि दुवैको समग्र भनेपछि यहाँ जे छ सबैको क्रय मूल्य कति, सरी दुवैको बिक्री मूल्य कति छ त यहाँ? हेरौँ त दुवैको बिक्री मूल्य कति हुन्छ त यहाँ? बिक्री मूल्य एसपी कति हुन्छ यहाँ भनौँ त? रु कति त? 2208 प्लस कति? रु कति? 2112 इक्वल टु कति आयो रु भनौँ त? कति आयो भनौँ? 4320 हो। 2112 4320। अब हेरौँ त समग्रमा हामीलाई के भएको छ? नाफा भएको छ कि घाटा भएको छ? हेरौँ त नाफा प्रतिशत, प्रोफिट पर्सेन्ट कति छ त? 8%। हेरौँ त यहाँ हामीले के निकाल्न सक्छौँ त? समग्रको क्रय मूल्य निकाल्न सक्छौँ कि सक्दैनौँ? सीपी। नाफा भएको छ भने एसपी माइनस के हुन्छ? प्रोफिट अमाउन्ट हुन्छ। हेरौँ त एसपी कति छ त? रु 4320 माइनस प्रोफिट अमाउन्ट भनेको के त? प्रोफिट पर्सेन्ट अफ सीपी। अब हेरौँ त यसलाई मैले हेरौँ त इक्वेसन बनाउनु पर्छ कि पर्दैन? यसलाई सल्भ गर्नको लागि इक्वेसन बनाउनु पर्छ कि पर्दैन भनौँ त? के छ अवस्था? के छ? पर्छ कि पर्दैन? खोइ त बोलौँ न हौ अलिअलि। अब हेरौँ त यहाँ हामी के गर्न सक्छौँ भने सीपी निकाल्नु पर्यो भने सीपी इक्वल टु इक्वेसन बनाउनु पर्यो। यसलाई मैले यतै लेख्न खोज्छु है, अनि उता 8 छ। हेरौँ त यसलाई म के लेख्न सक्छु भने अब ओभर के भयो त? सीपी इक्वल टु रु कति? 4320 माइनस प्रोफिट अमाउन्ट भनेको प्रोफिट पर्सेन्ट अफ के त? सीपी। अब यसलाई सल्भ गरौँ। सीपी इज इक्वल टु रु 4320 माइनस प्रोफिट पर्सेन्ट कति छ त? 8/100 अफ के त? सीपी। अब हेरौँ यो 100 यता के भइहाल्छ? 100 सीपी इक्वल टु के त? रु 43200 माइनस 8 सीपी। यता माइनस छ उता प्लस त के भइहाल्छ? 108 सीपी इक्वल टु रु कति भयो? 43200। त ओर हेरौँ त सीपी इज इक्वल टु के भयो त? रु कति भयो भनौँ त? रु कति भयो त? 43200 बाई 108 भनेपछि हेरौँ त देयरफोर सीपी कति आयो? भाग गरौँ त कति आयो? 4000। ठ्याक्कै 4000 आयो हो। रु कति भयो त? 4000। अब यहाँ सुनौँ त अब हामीले के को अवस्थामा हेर्ने हो त? सर्टको अवस्थामा। अब के त? सर्टको अवस्थामा। अब हेरौँ त सर्टको अवस्थामा हेर्दाखेरि यहाँ सुनौँ त हामीलाई क्वेसनमा के भनेको छ? सर्ट बिक्रीमा नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस्। हेरौँ त सर्टको बिक्रीमा नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनको लागि सर्टको के हुनु पर्यो त? भनौँ सर्टको के हुनु पर्यो? क्रय मूल्य हुनु पर्यो, सर्टको बिक्री मूल्य हुनु पर्यो। त सर्टको हामीलाई के दिएको छ त? भनौँ त सर्टको के दिएको छ क्वेसनमा त? बिक्री मूल्य एसपी कति? सर्टलाई कतिमा बेचेको छ त? रु कति? 2208 मा बेचेको छ हो। त्यसपछि हेरौँ त बिक्री मूल्य दिएको छ भने सर्टको सीपी हामी कहाँबाट लेख्न सक्छौँ त?
भनौँ त सर्टको सिपी कति भइहाल्छ? समग्रको अवस्थाबाट हो सर। यहाँ हेरौँ त सर्ट र पोइन्ट दुवैको सिपी कति छ त? 4000। र हेरौँ त यो के को हो त? पोइन्टको सिपी कति छ त? पोइन्टको पोइन्टको सिपी कति छ त? 2200। हेरौँ त यो दुवैको सिपी हो र यो पोइन्टको सिपी हो। त दुवैको सिपीबाट हामीले यो पोइन्टको सिपी घटायो भने यो सर्टको क्रय मूल्य आउँछ कि आउँदैन? आउँछ। त क्रय मूल्य के त? सिपी भनेको रु कति भइहाल्छ त? रु कति? 4000बाट हामीले कति घटाउने हो त? रु कति घटाउने हो त? कति हो त? यसको अर्कोको कति हो? 2200 हो। हो। त कति आयो भनौँ त? रु कति आयो त? 1800। 1800। अब हेरौँ त यो सर्ट जुन छ नि सर्ट कतिमा किनेको रहेछ त? सर्ट कतिमा किनेको रहेछ? 1800। बेच्यो कतिमा 1800 त? मा। बेच्यो कतिमा त? 2208 मा। के भएको छ सर्टमा? घाटा कि नाफा? नाफा। त नाफा भएको छ भने हेरौँ त एसपी के छ? ग्रेटर देन सिपी। त्यसैले के हुन्छ त? यहाँ नाफा हुन्छ। अब हेरौँ त नाफा हुन्छ भने हामीलाई नाफा निकाल्नु भनेछ कि नाफा प्रतिशत निकाल्नु भनेछ? त नाफा नाफा प्रतिशत प्रतिशत। निकाल्नको लागि पहिला हामी नाफा रकम निकालिहालौँ। देयरफोर नाफा रकम प्रोफिट अमाउन्ट इक्वल टु के भइहाल्छ भनौँ त? रु कतिमा बेच्यो त? 2208 माइनस रु कति भइहाल्छ? 2200 इक्वल टु रु कति भयो भनौँ त? सरी है 1800 हो। भनौँ त यो कति भइहाल्छ त? 8 माइनस कति? 408 हो। हो। 408 भनेपछि हेरौँ त नाफा रकम आयो भने देयरफोर हामी के गर्न सक्छौँ त? नाफा प्रतिशत भनेको प्रोफिट पर्सेन्ट निकाल्न सक्छौँ के त? प्रोफिट अमाउन्ट बाई सिपी इन्टु 100%। प्रोफिट अमाउन्ट कति भएको रहेछ त? रु 408 बाई सिपी कति छ त? 1800 इन्टु 100% भनेपछि हेरौँ त यो दुईटा जिरो कट्यो, रु कट्यो, भाग गरौँ त कति आयो? 22.667। ल त के भयो? 22.67 के त? प्रतिशत। अब हेरौँ त हामीले हेन्समा के लेख्न सक्छौँ त? यहाँ भनौँ त हामी हेन्समा यहाँ के लेख्न सक्छौँ त? हेन्समा के लेख्ने त? यहाँ भनौँ अब यहाँ तपाईहरुले हेन्समा लेख्नु पर्यो। के हेरौँ त सर्ट बिक्रीमा के त? सर्टको बिक्रीमा के भएको छ त? 22.67% नाफा भएको रहेछ। ल बुझ्या छ कि छैन भनौँ त? बुझिएको छ सर। ल छिटो कम्प्लिट गरौँ त यसलाई हावाको स्पिडमा। ल यो भइसकेको छ भने हामी अर्कोमा जाँदा हुन्छ त? यो यहाँ सुनौँ है, यो टाइप्सको क्वेसनहरु अलि भिभिआयो हो। के छ यो? बुझ्या छ कि छैन? क्लियर छ कि छैन? के छ भनौँ? बुझेको छ सर। ल सजिलो छ। हामीले त्यसैले हेरौँ न, यहाँ पोइन्टको अवस्थामा गर्यो, समग्रको पहिला दिएको छ भने समग्रको अवस्थामा गर्यो, त्यसपछि जे निकाल्नु पर्ने छ त्यो अवस्थामा हामीले लास्टमा गरेर के गर्यो त? क्याल्कुलेट गर्यो। त्यसपछि अब अर्को क्वेसनमा जाउँ है। 47 नम्बरमा हामी पुग्यो। 45 यता कति त 43 को हिजै गरेका थियो अस्ति नै। 47 हाम्रो धेरै छैन है। अब यो तीनवटा क्वेसन छ। तीनटा भनेपछि यो लगाएर तीनवटा क्वेसन बाँकी छ यसको। ल सर हजुर हजुर त्यो उ के अरे पिडिएफमा त त्यो एउटा 45 मा यो एउटा क्वेसन छ नि, त्यो
एउटा एकजना मानिसले जम्मा 45,000मा एउटा टिभी र मोबाइल किनेछ। उसले टिभीलाई 8% नोक्सानमा र मोबाइललाई 15% नाफामा बेच्यो। यदि टिभीको बिक्री मूल्य मोबाइलको बिक्री मूल्यको 6/5 भाग भए सो व्यापारीलाई दुवै सामानको बिक्रीबाट समग्रमा नाफा वा नोक्सान प्रतिशत कति भएछ भनेर यो 6/5 दिएको चाहिँ त्यो के दिएको भन्न खोजेको? यो के त्यहाँ भन्न खोजेको के होला भने एउटाको एसपी बराबर अर्कोको दुवैको बिक्री मूल्य निकाल्नु होला। बुझ्नुभयो? ए हुन्छ सर। दुवैको बिक्री मूल्य निकाल्ने अनि प्रश्न अनुसार कसको बिक्री मूल्य इक्वल टु कसको कति हो त्यो कन्डिसन बनाएर, जस्तै हामीलाई दुवैको बिक्री मूल्य बराबर छ भने त हामी बराबर गरिदिन्छौँ नि त। यस सर। र यहाँ त्यहाँ के भन्न खोजेको हो भने ए को बिक्री मूल्य इक्वल टु 5/7 बी को बिक्री मूल्य हो रे। त ए को बिक्री मूल्य इक्वल टु 5/7 बी को बिक्री मूल्य गर्ने अनि त्यसलाई सल्भ गरिदिने। ए हुन्छ सर, हुन्छ। ल अब हेरौँ त यो 47 नम्बरको है। 47 नम्बरको हामी के गरौँ त बुझौँ र गरौँ। ल के भनेछ 47 नम्बरमा के भनेछ भने रु 4,000 अंकित मूल्य भएको सामानलाई केही प्रतिशत छुट पछि केही प्रतिशत भ्याट जोडेर रु यतिमा बेचियो रे। अब हेरौँ त यति अंकित मूल्य भएको वस्तु वा सामानमा त यो के हो त हामीसँग एमपी हो भनौँ त। हो यति हो भने यो एमपी हो। अंकित मूल्य यति भएको सामान भनेको छ भने यो एमपी भयो। हजुर। अब हेरौँ त यो एमपी भयो भने के भएको सामानलाई केही प्रतिशत छुट पछि हेरौँ एमपी छ त्यसमा केही प्रतिशत छुट पनि दियो। त्यसपछि अर्को के त केही प्रतिशत भ्याट जोड्यो र यतिमा बेचियो रे। त भ्याट जोडेर कुनै सामान बेच्छ भने यो के हो त एसपी विथ भ्याट। यो के हो एसपी विथ भ्याट हो। अब त्यसपछि हेरौँ त यदि छुटको दर र भ्याटको दर बराबर भए यो यसले के भन्न खोजेको छ त छुटको दर जति छ नि डिस्काउन्ट पर्सेन्ट जति छ त्यति नै कुन प्रतिशत छ रे भ्याट प्रतिशत छ भने सो सामानको छुटको दर कति रहेको छ। हेरौँ यहाँ हामीलाई निकाल्नु के भनेको छ त छुटको दर भनेको डिस्काउन्ट पर्सेन्ट निकाल्नु भनेछ। त्यसपछि के त भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम रहेको छ। जुन त्यहाँ भ्याट लागेको छ नि हो त्यो भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम रहेको छ भनेर पनि हामीलाई प्रश्नले पत्ता लगाउनु भनेको छ। ल हेरौँ त यसलाई हामी कसरी गर्न सक्छौँ त आइडिया छ कोहीसँग भने बोल्नुस्। ल कसरी गर्न सक्छौ त यसलाई भनौँ त के छ कसरी गर्न सक्छौ। हेरौँ यहाँ सुनौँ त ल यहाँ सुनौँ है। यहाँ एसपी विथ भ्याट दिएको छ। हेरौँ त यहाँ एसपी विथ भ्याट दिएको छ भने त्यहाँबाट हामी एसपी निकाल्न सक्छौँ र डिस्काउन्ट पर्सेन्ट दिएको छ भने त्यहाँबाट पनि हामी एमपी दिएको छ भने त्यहाँबाट पनि हामी एसपी निकाल्न सक्छौँ। र हेरौँ त एसपी विथ भ्याटबाट निकालेको एसपी र यो एमपीबाट निकालेको एसपी दुवै एसपी नै छ भने बराबर हुन्छ कि हुँदैन भनौँ त बराबर हुन्छ कि हुँदैन? बराबर हुन्छ सर। हो बराबर हुन्छ भनेपछि हेरौँ त र यहाँ हामीलाई के भनेको छ छुटको दर र भ्याटको दर बराबर छ। त बराबर छ भने हामी दुवैको दरलाई के गरौँ त केही लेट गरिदिउँ मानौँ त भनेपछि पहिला यहाँ मानौँ के मानौँ त मानौँ त छुटको दर हो इक्वल टु के त छुटको दर इक्वल टु के छ त त्यहाँ भ्याट को दर इक्वल टु के मानौँ त एक्स प्रतिशत के गरौँ त हामीले मानौँ दर छ त्यसैले यसलाई प्रतिशतमा मानिदिउँ। छुटको दर इक्वल टु के छ त भ्याटको दर इक्वल टु के गर्यो त हामीले एक्स प्रतिशत लेख्यो। अब हेरौँ त अब यहाँ हेरौँ त हामीसँग के छ त
यति छ भने यहाँ सुनौँ त एमपीबाट डिस्काउन्ट अब हामीले यहाँ डाइरेक्ट पनि गर्न सक्छौँ है। यो हामीले छुटको दरलाई x% मानिसकेपछि यहाँ हामी के गर्न सक्छौँ त प्रश्न अनुसार अब हेरौँ त प्रश्न अनुसार हामीले के लेख्न सक्छौँ भने एमपीबाट हेरौँ त हामीले यहाँ प्रश्न अनुसार के गर्न सक्छौँ त हेरौँ त प्रश्न अनुसार के त एमपी माइनस डिस्काउन्ट अमाउन्ट इक्वल टु के भइहाल्छ त हेरौँ त एमपीबाट हामीले डिस्काउन्ट अमाउन्ट घटाउनु इक्वल टु के भइहाल्छ त एसपी विथ के त एसपी विथ भ्याट माइनस एसपी हुन्छ कि हुँदैन भनौँ त यो एउटै कुरा हो कि हैन एमपीबाट डिस्काउन्ट निकाल्यो भने एसपी आउँछ र एसपी विथ भ्याटबाट एसपी घटाइदियो सरी एसपी विथ भ्याटबाट एसपी हैन एसपी विथ भ्याटबाट के त एसपी विथ भ्याटबाट के त भ्याट अमाउन्ट घटाएपछि एसपी आउँछ कि आउँदैन आउँछ। ओ अब हेरौँ त एमपी त छ हामीसँग त ओर के भइहाल्छ एमपी कति छ त रु कति 400 माइनस के त डिस्काउन्ट अमाउन्ट भनेको के त डिस्काउन्ट पर्सेन्ट अफ के त एमपी इक्वल टु एसपी विथ भ्याट कति छ त हेरौँ त सर हजुर हजुर त्यो एमपी 4000 हुँदैन होइन, त्यो 40,000 हुन्छ। त्यहाँनिर त 39,216 दिएको छ। ए सरी है यहाँ हेरौँ त यो यति हुन्छ है यहाँ यसलाई लामै तरिकाले बनाइदिउँ त योबाट हामीले गर्न खोज्यो भने एसपी विथ भ्याट हामीसँग कति छ त दिएको छ हैन अनि भ्याट अमाउन्ट भनेको भ्याट पर्सेन्ट अफ एसपी भइहाल्छ भ्याट पर्सेन्ट अफ एसपी भनेपछि एसपी त हामीसँग छैन भने हामी के गर्न सक्छौँ त यहाँ सुनौँ यसलाई अर्कै तरिकाले गरौँ ल यसरी पनि गर्न सकिन्छ तर यसरी अलि तपाईहरुको दिमागमा अलि पस्न पनि सक्छ नपस्न पनि सक्छ है त्यसैले म अलि अर्कै तरिकाले गर्न खोजे ल हेरौँ त पहिला यतिलाई यक्स मानिसकेपछि हेरौँ त पहिला हामीलाई अंकित मूल्य के दिएको छ त अंकित मूल्य एमपी इक्वल टु हामीले रु कति मानौँ त सरी दिएको छ यो 4000 हैन यो क्वेशन सच्याउनु छ या 40,000 हुन्छ हेरौँ त एमपी यति छ र हामीले छुटको दर के मान्यौ त छुटको दर भनेको के त डिस्काउन्ट पर्सेन्ट हामीले के मान्यौ त x% मान्यौ त देयरफोर हामी यहाँ के निकाल्न सक्छौ त बिक्री मूल्य भनेको एसपी निकाल्न सक्छौ त एसपी भनेको के भइहाल्छ त एमपी माइनस के त डिस्काउन्ट अमाउन्ट भइहाल्छ भनेपछि हेरौँ त यो एमपी त हामीसँग छ कति छ त एमपी रु कति छ 40,000 छ है माइनस डिस्काउन्ट अमाउन्ट भनेको डिस्काउन्ट पर्सेन्ट अफ के भइहाल्छ एमपी त रु कति भयो 1 2 3 4 डिस्काउन्ट पर्सेन्ट के छ x% त x/100 अफ एमपी भनेको रु कति छ 40,000 छ यो दुईटा जिरो कट्यो त के भयो त रु कति 40,000 माइनस के त रु कति त 400 यक्स भयो यो हाम्रो के आयो त भनौँ त यहाँबाट हाम्रो के आयो त बेच्ने दाम एसपी इक्वल टु कति आयो त रु कति त हेरौँ त 40,000 माइनस के त रु 400 यक्स आयो हेरौँ त पहिलो कन्डिसनबाट हामीले एसपी निकाल्यो अब हेरौँ दोस्रो हेरौँ त अब फेरि हेर्दाखेरि हामीलाई के दिएको छ त हेरौँ त फेरि हेर्दाखेरि हामीलाई के दिएको छ त एसपी विथ भ्याट दिएको छ एसपी विथ भ्याट भनेको के त भ्याट सहितको कुन मूल्य त बिक्री मूल्य भनेको के त एसपी विथ भ्याट
हेरौँ त भ्याट सहितको बिक्री मूल्य एसपी विथ भ्याट को कति दिएको छ त रु कति छ त 32 सरी है 39,216 के छ 39,216 दिएको छ। त्यसपछि हेरौँ त हामीलाई यहाँ छुट यहाँ के त भ्याटको दर कति छ त भ्याटको दर भनेपछि के त भ्याट पर्सेन्ट कति छ त हामीसँग x% छ हो। त्यसपछि यहाँबाट हामी के निकाल्न सक्छौँ त भनौँ त यहाँबाट हामीले के एसपी निकाल्न सक्छौँ कि सक्दैनौँ त देयरफोर यहाँ पनि निकालौँ के निकालौँ भने बिक्री मूल्य निकालौँ। यहाँ के भइहाल्छ त हेरौँ त बिक्री मूल्य एसपी को फर्मुला के भइहाल्छ त एसपी विथ भ्याट माइनस के त भ्याट अमाउन्ट हुन्छ है। हेरौँ त यहाँ कति त अब हेरौँ त यो एसपी विथ भ्याट कति छ त भनौँ त रु कति छ त 39216 एसपी विथ भ्याट माइनस भ्याट अमाउन्ट भनेको भ्याट पर्सेन्ट अफ के त एसपी हुन्छ। अब हेरौँ त यसलाई सल्भ गर्नको लागि यता एसपी छैन यो एक्स वाला भ्यालु हुन्छ भने हामी यो एसपी को ठाउँमा यो एसपी राख्न मिल्छ कि मिल्दैन मिल्छ भनेपछि हेरौँ त ओर गरेर यहाँ कति भयो त रु कति 40,000 माइनस रु कति 400 यक्स यो युनिटहरू नलेख्दा पनि हुन्छ है। भनेपछि अब हामीले सल्भ गरौँ त रु कति त 40,000 माइनस रु 400 यक्स इक्वल टु रु कति 39216 माइनस भ्याट पर्सेन्ट भनेको x% हो त x/100 अफ एसपी को ठाउँमा यहाँ केले गर्ने त कति हुन्छ त 40,000 माइनस 400 यक्स हो त एसपी हेरौँ त दुईटा टर्म छ त्यसैले ब्र्याकेटमा के हुन्छ त रु कति 40,000 माइनस रु कति त 400 एक्स हुन्छ। अब हेरौँ त यसको क्यालकुलेसन गर्नको लागि यो यता डिभाइडमा छ भने यो यता सबलाई इन्टु गर्छ कि गर्दैन त ओर के भइहाल्छ रु कति 1 2 3 4वटा छँदैछ यो दुईटा आयो त 6वटा भयो माइनस रु कति दुईटा छँदैछ दुईटा आयो त 4वटा यक्स भयो इक्वल टु कति त यसलाई पनि गर्छ त रु कति 3921600 माइनस यो हेरौँ त यो एक्स ले यो दुवैलाई इन्टु गर्छ कि गर्दैन भनौँ त यो एक्स ले दुवैलाई इन्टु गर्छ त माइनस के भयो त रु कति त 1 2 3 4 एक्स यो रुमा नै हुन्छ। त्यसपछि हेरौँ त माइनस माइनस प्लस भयो रु कति त 400 एक्स स्क्वायर यति क्लियर छ त कसैले कुनै स्टेप बुझ्या छैन भने सोध्नुस् है। के छ भनौँ कसैले कुनै स्टेप बुझ्या छैन भने सोध्ने ल। त्यसपछि हेरौँ त यसलाई अब सल्भ गर्नतिर जाउँ हामी ल। अब हेरौँ त यो सल्भ गर्नको लागि यो इक्वल टु भनेपछि यता पनि माइनसमा छ यता पनि माइनसमा छ भने कट्यो त कट्यो। अब हेरौँ त यो उतापट्टि प्लस छ त यतापट्टि केमा आउँछ त उतापट्टि प्लस छ त यतापट्टि केमा आउँछ भनौँ त केमा आउँछ माइनसमा आउँछ माइनसमा आउँछ भने हामी यहाँ के गर्न सक्छौँ त ओर कति रु कति 1 2 3 4 5 छ माइनस कति भइहाल्छ रु 3921600 इक्वल टु हेरौँ त यता कति छ त रु कति छ 400 एक्स स्क्वायर। अब यसलाई घटाउँ त कति आयो घटाएर घटाउँ देख्न त लेखेकोहरू देखिरहेछ कि छैन देखिरहेछ ल कति आयो घटाएर भन्नुस् 78,400 आयो कति आयो रु कति 78,400 ठ्याक्कै हो हो ल इक्वल टु उता कति छ त
रु कति छ 400 यक्स स्क्वायर। अब हेरौँ त हामी यक्स स्क्वायर इज इक्वल टु रु कति त 78,400 बाई 400 गर्न मिल्छ, रु 400 गर्न मिल्छ। त ओर हेरौँ त यक्स स्क्वायर इक्वल टु यो कति आयो डिभाइड गरौँ त 196। 196 आयो। अब हेरौँ त ओर त यक्स इक्वल टु के भइहाल्छ रुट अन्डर 196। त ओर हेरौँ त यक्स इक्वल टु कति आयो त कतिको हो यो 14 को रुटमा कतिको 14। स्क्वायर हो त 14 को होला 14। यो। त देयरफोर हेरौँ त एक्स भनेको कति प्रतिशत यक्स भनेको के हो रेट होइन छुटको दर होइन। हो त दर जुन आयो त्यो केमा आउँछ त प्रतिशतमा आउँछ कि आउँदैन। आउँछ। त यक्स भनेको कति प्रतिशत भनेपछि हेरौँ त यहाँ हामीलाई के भनेको छ के निकाल्नु भने छ त छुटको दर कति रहेको छ त देयरफोर के लेख्न सकिन्छ त छुटको दर 14% रहेछ। क्लियर भयो त कि के छ भनौँ त। अनि सर त्यो अन्तिममा अलिकति क्वेसन छ नि एउटा, भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम छ हो त्यो चाहिँ? हो अब हेरौँ यो के भनेको छ भने भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले के छ त कम छ। हेरौँ त भ्याट रकम र छुट रकमको कुरा गरेको छ भने यसको लागि हामीले के निकाल्नु पर्यो त यसको लागि हामीले फेरि के निकाल्नु पर्यो त भनौँ फेरि हामीले के निकाल्नु पर्यो त छुट रकम निकाल्नु पर्यो। छुट रकम भनेको के त डिस्काउन्ट अमाउन्ट निकाल्नु पर्यो। हेरौँ त डिस्काउन्ट अमाउन्ट भनेको के भइहाल्छ त डिस्काउन्ट पर्सेन्ट अफ के त एमपी। डिस्काउन्ट पर्सेन्ट कति छ भनौँ त डिस्काउन्ट पर्सेन्ट कति छ बोलौँ बोलौँ कति आयो त डिस्काउन्ट पर्सेन्ट आएन त यहाँ छुटको ए दर 14%। हो त के भइहाल्छ त 14% अफ के त एमपी हाम्रो 40,000 हो त के भयो 14/100 इन्टु के त रु 1 2 3 4 दुईटा जिरो कट्यो गरौँ त कति आयो त 14 चौक 56 भयो अनि 0 हो कति हो भनौँ त यति छुट भयो 5600। ठिक छ यो। हजुर। ल अब त्यसपछि हेरौँ त अब हेरौँ त छुट रकम यति आयो भने अब हेरौँ हामीलाई कसलाई कम्पेयर गर्नु भनेको छ त यहाँ छुटलाई र भ्याटलाई कम्पेयर गर्नु भनेको छ कि छैन। त छुट र भ्याटलाई कम्पेयर गर्नु भनेको छ भने हामीले यहाँ भ्याट रकम पनि निकाल्नु पर्छ कि पर्दैन पर्छ। हेरौँ भ्याट रकम निकाल्नको लागि पहिला हामीले एसपी निकालिहालौँ। पहिला के निकालिहालौँ त बिक्री मूल्य निकालिहालौँ। बिक्री मूल्य एसपी कसरी आउँछ त एमपी माइनस डिस्काउन्ट अमाउन्ट। एमपी कति छ 40,000 माइनस डिस्काउन्ट अमाउन्ट कति आयो त रु कति 5600। त भनौँ त यो रु कति आयो त भनौँ त रु कति आयो 34,400। कति आयो त 34,400 भनेपछि हेरौँ त हामीसँग एसपी आयो भने हामी के गर्न सक्छौँ त हामीसँग एसपी आयो भने हामी के निकाल्न सक्छौँ त यहाँ भ्याट अमाउन्ट निकाल्न सक्छौँ कि सक्दैनौँ त देयरफोर के त भ्याट रकम भनेको के त भ्याट अमाउन्ट इक्वल टु के भइहाल्छ भनौँ त यहाँ भ्याट अमाउन्ट इक्वल टु के भइहाल्छ एसपी विथ के त भ्याट माइनस एसपी। एसपी विथ भ्याट कति छ त कति दिएको छ 39,000 समथिङ कति दिएको छ त 39,216। 39,216 माइनस एसपी कति छ त रु 34,400 हो। ल घटाउँ त भ्याट रकम कति आयो त घटाउँ यो 4816।
के आयो 4816। अब हेरौँ त हामीसँग छुट रकम पनि छ, भ्याट रकम पनि छ। त क्वेसनमा के छुट र भ्याटमा कति प्रतिशतले के छ त कम र हेरौँ भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम छ त हेरौँ। यहाँ हामीले के गर्न सक्छौँ त के त भ्याट यहाँ हामी के गर्न सक्छौँ त भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम छ त भ्याट रकममा के त कमी प्रतिशत या कम प्रतिशत इक्वल टु हेरौँ त हेरौँ यहाँ सुनौँ भ्याट रकममा कति प्रतिशतले कम छ, कति प्रतिशतले कम छ भने पहिला हामीले त्यसको लागि हामी के गर्छौँ त डिस्काउन्ट अमाउन्ट माइनस के त भ्याट अमाउन्ट। कम केमा हुन्छ त भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम छ, कम केमा हुन्छ ठुलोमा। ठुलो कुन छ त डिस्काउन्ट अमाउन्ट इन्टु के भइहाल्छ त 100%। बुझिएन यो के छ भनौँ त बुझियो कि बुझिएन? फेरि एकचोटि भनिदिनु न सर त्यो चाहिँ। ल हेरौँ है जस्तै हामीलाई हेरौँ न डिस्काउन्ट पर्सेन्ट निकाल्ने फर्मुला के हो त भनौँ त डिस्काउन्ट पर्सेन्ट निकाल्ने फर्मुला के हो त डिस्काउन्ट अमाउन्ट बाइ के त एमपी इन्टु 100%। हो त हेरौँ त डिस्काउन्टको पर्सेन्ट निकाल्नको लागि हामीले डिस्काउन्टको अमाउन्ट माथि राख्छौँ कि राख्दैनौँ? राख्छौँ। बाई एमपी डिस्काउन्ट एमपीमा काटिन्छ त्यसैले हामीले तलमा एमपी राख्छौँ हो इन्टु 100%। त्यस्तै हेरौँ त हामीलाई के भनेको छ भ्याट रकम एमपी भन्दा यहाँ सुनौँ भ्याट रकम छुट रकम भन्दा कति प्रतिशतले कम छ त कति प्रतिशतले कम छ निकाल्नको लागि पहिला रकममा कतिले कम छ त्यो निकाल्नु पर्यो कि परेन? पर्यो। त त्यो रकममा कम निकाल्नको लागि जस्तै हेरौँ भ्याट पर्सेन्ट कतिले कम छ त्यो निकाल्नको लागि पहिला भ्याट अमाउन्ट कतिले कम छ त्यो निकाल्नु पर्यो कि परेन? पर्यो। त कतिले कम छ त्यो निकाल्नको लागि डिस्काउन्ट अमाउन्टबाट के घटाउने त भ्याट अमाउन्ट। भ्याट त डिस्काउन्ट माइनस भ्याट अमाउन्ट। र हेरौँ त कम प्रतिशत कहाँ हुन्छ? कम प्रतिशत जहिले कहाँ हुन्छ? बढीमा हुन्छ। त बढी कुन छ? बढी कुन छ डिस्काउन्ट अमाउन्ट बढी छ कि भ्याट अमाउन्ट बढी छ? डिस्काउन्ट अमाउन्ट इन्टु 100%। बुझिएन? बुझ्यो सर। त डिस्काउन्ट अमाउन्ट कति छ त रु कति छ 5600 माइनस भ्याट अमाउन्ट रु कति छ त 4816 बाई रु कति डिस्काउन्ट अमाउन्ट 5600 इन्टु 100%। कति आयो घटाउँ त माथिबाट 784 के त रु कति 784 हो बाई रु कति 5600 इन्टु 100%। यो 00 कट्यो रु कट्यो त कति 784 बाई के त 56%। कति आयो भनौँ त 14%। कति हो 14 ठ्याक्कै हो। ल अब तपाईहरुले हेन्स मात्र लेख्न सक्नुहुन्छ त हो के त छुटको दर 14% रहेछ र भ्याट रकम छुट रकम भन्दा के त 14% कम रहेछ। ल यसलाई कम्प्लिट गरौँ त छिटो। उतापट्टिको लेखिसक्या हो कि लेख्नु पर्ने हो? लेखिसक्या हो। ल यताको कम्प्लिट गरौँ। ल भइसक्यो। के छ त अवस्था बुझिरहेछ कि छैन? यो लास्टतिर आइसकेको छु है। अब यो यसको अब 1-2 वटा क्वेशन कति बाँकी छ के गरौँ? सकाइदिउँ त? हजुर हजुर
उताको ल ल उताको छिटो गरिहालौँ त यो के गर्नुपर्ने छ छिटो गरौँ है भइसक्यो ल त्यसपछि हेरौँ त अब अर्को हाम्रो कति छ त क्वेसन नम्बर कति एउटा 49 छ अर्को कति छ त 51 छ त्यसपछि हाम्रो के हुन्छ यो सकिन्छ है ल 49 मा हेरौँ त 49 मा हेरौँ है 49 मा के भनेको छ त सजिलो छ यो पनि हेरौँ बुझौँ कुनै सामानलाई 12% छुटमा बेच्दा 21% के हुन्छ त नाफा हुन्छ रे सुनौँ है कुनै सामानलाई 21% छुटमा बेच्दा 21% नाफा हुन्छ भनेको छ त्यस्तै के भनेको छ यदि सो सामानलाई 30% छुटमा बेचेमा रु यति नाफा हुन्छ भने सो सामानको अंकित मूल्य र क्रय मूल्य पत्ता लगाउनुहोस् अंकित मूल्य भनेको एमपी निकाल्नु पर्यो र क्रय मूल्य भनेको के निकाल्नु पर्यो त सीपी निकाल्नु पर्यो अब हेरौँ त यहाँ छुट र नाफाको कुरा गरेको छ कि छैन बोलौँ एकजना छुट र नाफाको कुरा गरेछ हेरौँ त एमपी बाट छुट त एमपी मा दिन्छ त एमपी बाट छुट गर्यो भने एसपी आउँछ कि आउँदैन आउँछ त्यस्तै हेरौँ त एमपी बाट छुट गर्यो भने के आउँछ एसपी आउँछ र नाफामा हामीले सुनौँ त नाफामा हामीले सरी क्रय मूल्यमा हामीले नाफा जोड्यो भने एसपी आउँछ कि आउँदैन आउँछ त दुवै एसपी एउटै कुरा हो भने बराबर हुन्छ कि हुँदैन हुन्छ दुवै एसपी बराबर हो त हामीले यसलाई सल्भ गर्नको लागि के गर्दियौं भनेपछि हामीलाई अंकित मूल्य र क्रय मूल्य निकाल्नु भनेको छ त हेरौँ यसलाई हामी दुईटा भेरिएबल लिएर गर्दा पनि हुन्छ या ल यसको सोल्युसन गरौँ ल सोल्युसन यहाँ अब हेरौँ त मानौ के मानौ त उक्त सामानको अंकित मूल्य के त रु एक्स र क्रय मूल्य रु कति त वाई छन् अब हेरौँ त हामीले एमपी लाई के मान्यौ एक्स मान्यौ र सीपी लाई के मान्यौ वाई मान्यौ अब हेरौँ त प्रश्न के त अनुसार हेरौँ त प्रश्न अनुसार के भनेको छ कति प्रतिशत छुट दिएको छ त 12% छुट त एमपी माइनस के त डिस्काउन्ट अमाउन्ट इक्वल टु सीपी प्लस प्रॉफिट अमाउन्ट हुन्छ कि हुँदैन भनौँ त यो एमपी मा डिस्काउन्ट दियो एसपी आयो र सीपी मा प्रॉफिट जोड्छ एसपी नै आउँछ दुवै एसपी हो भने एसपी बराबर हुन्छ त एमपी माइनस डिस्काउन्ट अमाउन्ट इक्वल टु सीपी प्लस प्रॉफिट अमाउन्ट हुन्छ त ओर हेरौँ त एमपी लाई हामी एक्स मानेछौ डिस्काउन्ट अमाउन्ट भनेको के त डिस्काउन्ट पर्सेन्ट अफ एमपी भनेपछि के त डिस्काउन्ट अमाउन्ट भनेको डिस्काउन्ट पर्सेन्ट अफ के त एमपी इक्वल टु सीपी लाई हामी के वाई मानेछौ प्लस प्रॉफिट अमाउन्ट भनेको प्रॉफिट पर्सेन्ट अफ सीपी त ओर हेरौँ त एक्स माइनस डिस्काउन्ट कति छ त 12/100 अफ एमपी भनेको एक्स वाई प्लस छुट कति छ 21/100 अफ के त वाई अब हेरौँ त यसलाई क्याल्कुलेसन गर्दाखेरि यो के भयो त 100x माइनस 12x/100 इक्वल टु के त 100y प्लस के त 21y हो बाई 100 दुवैको 100 काटियो त ओर के त 100x माइनस के त ल घटाउँ त यो कति आयो 100 बाट 12 घट्यो भने कति आयो त
90 88 88 के त एक्स एक्स इक्वल टु उतापट्टि के भयो त 100 कति 121 वाई वाई यो कतिले कर्छ त कतिले 11 ले 11 कति 11 जा ले 8 जा 8 जा 11 कति जा 11 जा 11 जा ओर के भयो 8x इक्वल टु 11y भयो हेरौँ त यदि मैले यहाँ यक्स निकाल्न खोज्यो भने देयरफोर यक्स भनेको के भइहाल्छ 11y बाइ 8 इक्वेसन 1 भइहाल्छ हुन्छ त्यस्तै हेरौँ त फेरि गरौँ त फेरि अर्को अवस्थामा फेरि भनेछ फेरि के भनेछ त यदि सो सामानलाई हेरौँ त यता 12% छुट दिएको छ र यता कति प्रतिशत छुट दियो भने यता कति प्रतिशत छुट दिने कुरा गरेको छ त हेरौँ त फेरि के त एमपी माइनस डिस्काउन्ट पर्सेन्ट अफ के त एमपी इक्वल टु के भइहाल्छ सीपी प्लस हेरौँ त यता 30% छुट दियो भने छुटमा बेचेमा यति के हुन्छ त यति के हुन्छ नोक्सान हुन्छ नोक्सान भनेको के हो त लस लस त लस अमाउन्ट के आउँछ लस अमाउन्ट कसरी आउँछ सीपी माइनस हैन एसपी कसरी आउँछ त सीपी माइनस लस अमाउन्ट हैन हो त हेरौँ त यो एमपी कति छ त हामीले के मानेछौँ एमपी लाई एक्स माइनस के त कति प्रतिशत 30/100 अफ एक्स इक्वल टु सीपी हामी कसलाई मानेछौँ वाई माइनस लस अमाउन्ट कति छ त यहाँ 1464 यो लस अमाउन्टको फर्मुला लाउनु पर्यो त परेन त यो कति भयो त भनौँ त यो कति भयो 100 एक्स माइनस 30 एक्स बाई के त 100 इक्वल टु वाई माइनस रु 1464 भयो त ओर हेरौँ त यसलाई गरौँ त 100 बाट 30 त 70 एक्स इक्वल टु के भयो 100 वाई माइनस कति भयो रु 1464 भयो क्लियर छ यो यस सर अब हेरौँ त यक्स को मान हामीले निकाले छौं कि छैनौं छ भने हेरौँ त यो एक्स को मान निकालेको ठाउँमा हेरौँ त 70 इन्टु एक्स को मान कति आएको छ त 11y बाइ कति 8 इक्वल टु कति 100 y माइनस रु 1464 कहाँबाट त कहाँबाट फ्रम इक्वेसन 1 बाट अब हेरौँ त यो 11 सत्य कति भयो त 11 सत्य 77 यो 8 डिभाइडमा छ त उता केमा जान्छ मल्टिप्लाईमा त यता के भयो 800y माइनस रु यतिलाई 8 ले इन्टु गर्दा कति भयो गरौँ गरौँ निकालौँ क्याल्कुलेट गरौँ कति भयो भनौँ त 11712 के भयो त 11712 भयो अब हेरौँ त यता माइनस छ यसलाई यता ल्याइहालौँ प्लस भइहाल्छ यो रु 11712 इक्वल टु 800y माइनस कति y त 770y हो गरौँ त क्याल्कुलेसन कति भयो त 800 बाट 770 घट्यो भने कति y त 30y इक्वल टु रु कति त 11712 हो त ओर y इक्वल टु कति 11712 बाइ कति भयो 30 त देयरफोर y को मान कति आयो गरौँ त यो पोइन्टमा त नआउनु पर्ने हो पोइन्टमै आयो पोइन्टमै हो 390.4 कसरी 390 मात्रै आउँछ अनि 11712 एकैछिन है क्याल्कुलेसन त हामीले ठिकै गरेका छ नि प्रोफिट 1464 के भयो त 30 70 8 कसरी यति अब हेरौँ त यो यताको सही हामीले यसलाई मल्टिप्लाई गर्यो यसलाई मल्टिप्लाई गरे छैन त यो सहीले यसलाई मल्टिप्लाई गर्यो यसलाई गरेछ त 0 0 त यहाँ 0 0 थपियो होला हो
त यहाँ 0 0 थपिनु भनेको यहाँ पनि 0 0 थपिनु हो, यहाँ पनि 0 0 थपिनु। अब भन्नुस् कति आयो? 12,000 डिवाइडेड बाई 30 39,040 39,040 यति आयो हो। अब हेरौँ त हो। y भनेको हामी के मानेछौँ? क्रय मूल्य मानेछौँ। हो हामीलाई क्रय मूल्य मात्रै निकाल्नु भनेछ कि बिक्री मूल्य पनि निकाल्नु भनेछ? भनौँ त। सरी, क्रय मूल्य र अंकित मूल्य। अंकित मूल्य। अंकित मूल्य निकाल्नको लागि हामी के गर्छौँ त? अब के गर्ने त? y इक्वल टु रु कति? 39040 कहाँ त? समीकरण कहाँ त? 1 मा राख्दा। हेरौँ त, 1 मा राख्दा के हुन्छ त? x इक्वल टु कति भइहाल्छ? x इक्वल टु के त? 11y/8 त इक्वल टु 11। y भनेको रु कति त? 39040/8 गरौँ त। यो रु कति आयो? फाइनल गरौँ त। अनि त्यसपछि तपाईहरुले हेन्समा के लेख्नु पर्यो त? कि क्रय मूल्य यति आयो, अंकित मूल्य यति आयो। के छ क्वेशनमा त्यही अनुसार मिलाएर लेख्नुस् त। 53,680 रु कति? 53,680। अब हेन्स तपाईहरुले लेखेर यो क्वेशनलाई कम्प्लिट गर्नुस् त। छिटो छिटो गरौँ ल। अब एउटा क्वेशन बाँकी छ, छिटो गरौँ। ल यसो गरौँ न त, आज यति नै राखौँ। सुनौँ है, हुन्छ। आज यति नै राखौँ र भोलि तपाईहरुलाई यो एउटा बाँकी जुन छ नि त्यो पनि गराइदिन्छु। र हामी पास्ट क्वेशन भनेको पहिलाको लोकसेवाको इक्जाममा सोधेका प्रश्नहरू पनि हामी एकछिन छलफल गर्छौँ, हुँदैन? हुन्छ सर, हुन्छ। ल आज यति नै राखौँ ल। सबैलाई गुड नाइट। गुड नाइट सर।